आज साथीभाइहरूसँग बौद्धमा घुमेर हामीहरूले रुङमाङ किचनमा चाहिँ के खायौं त। चट्ट परेर भट्ट खाएर तीनजना गाडीमा बसेर बौद्धतर्फ लागिरहेको थियौं। पुग्ने बित्तिकै केटाहरूसँग मजाले घुम्न थाल्यौं। धेरै पछि आएको थिएँ म पनि। बत्ती बाल्ने ठाउँमा पनि गयौं एकछिन। घाम पनि मजाले लागिरहेको थियो। यस्तो गर्मी भइरहेको थियो। एक चक्कर लगाइसकेपछि चाहिँ हामीहरू त्यहाँबाट निस्किहाल्यौं। अलिअलि भोक पनि लागिरहेको थियो। खाजाको लागि चाहिँ हामीहरू रुङमाङ किचनमा गयौं। फर्स्ट टाइम गएको थिएँ। फर्स्ट इम्प्रेसन चाहिँ बबाले लायो। साथीहरूले चाहिँ पुरै मेन्यु हेर्दै बसिरहेको थियो अनि टक्क लाएर आँखा चिम्लेर हामीले चिसो मगाइहाल्यौं। जति मेन्यु हेरे पनि खाने मोमो नै हो भनेर साथीले मोमो मगायो अनि ग्वाम लाएर खायौं। टेस्ट पनि एकदमै गुड थियो। खानपिन भइसकेपछि हामीहरू गाडी चढेर लाग्यौं न्यू रोड तर्फ। त्यहाँनिर हामीले फेरि अर्को साथीहरूलाई पनि भेट्यौं। क्यामेराको ब्याग किन्न गएको थियौं। 5 जना मिलेर दरो आधी घण्टासम्म बार्गेनिङ गरियो। त्यसपछि टक्क लाएर हामीहरू चाहिँ बसन्तपुरतिर फ्रेस हावा खान गयौं। अँध्यारो पनि भइसकेको थियो। मजाले दिनभरि टाइम स्पेन्ड गरेर चाहिँ उनीहरूको घर जाने तयारी भयो नवलपुरसम्म।